हेलो अनि नमस्ते के छ मेरो साथीहरु अथवा दाइ दिदी बहिनी दाजुभाइ सबलाई हैन अनि अहिले चाहिँ रातिको 8 बजिसकेको छ हामी हल्का शपिङ गर्न बाहिर निस्केको अनि त्यही मौका पाएर चाहिँ यो भिडियो बनाउन ट्राई गरेको किनभने आज चाहिँ के त जुलाई 1 है त्यसपछि त्यो भनेको मतलब के त अस्ट्रेलिया चाहिँ के हो त अस्ट्रेलिया एउटा भनाइ छ त्यो चाहिँ के हो भनेदेखि क्रिसमस इन जुलाई त्यो चाहिँ मतलब के हो त चाहिँ यो चाहिँ अब अस्ट्रेलियाको नयाँ फाइनान्शियल इयर सुरु भएको समय आजबाट है अनि हाम्रो अब हिजो चाहिँ लास्ट इयरको फाइनान्शियल इयर सक्यो हैन अनि अब आजबाट चाहिँ अब आजको 2 हप्ता पछिबाट चाहिँ हामी के हो त हाम्रो ट्याक्स अडिट गर्न सुरु गर्छौं अथवा हाम्रो लास्ट इयरको ट्याक्सको हिसाब किताब सुरु हुन्छ अनि अब तिर्नुपर्ने अथवा फिर्ता आउने कुराहरू सुरु हुन्छ अनि त्यही फिर्ता आउने भएको कारणले गर्दा नै फिर्ता चाहिँ क्यास धेरै हुन्छ अनि क्यास तिरेपछि के हो त पैसा खर्च गर्न मन लाग्छ त्यही भएर चाहिँ क्रिसमस इन जुलाई भन्ने गरे है जोक पार्ट मैले भिडियो किन बनाएको भन्देखि चाहिँ हामी सबैलाई आफ्नो पैसा अलि धेरै फिर्ता आएको अलि धेरै लिन पाए त मजा आउँछ भन्ने हुन्छ जसले गर्दा चाहिँ हामी कति समयमा चाहिँ अलिकति लालचमा आएर लोभमा आएर अलिकति ट्याक्सको कुरामा चाहिँ मिक्स कन्डक्ट गर्ने अथवा तर अलिकति हुन्छ नि हाम्रो यसरी के रे यतातिर इन्कम कम देखाएर हुन्छ अथवा खर्च बढी देखाएर अथवा कुनै अर्कै एजेन्ट थ्रुबाट जसले चाहिँ अलिक पैसा धेरै निकालिदिन्छ भनेर चाहिँ हामी त्यहाँ जान ट्राई गर्छौँ तर त्यो गर्दै गर्दाखेरि चाहिँ अनि त्यसले चाहिँ पछि गएर अलिक नकारात्मक असर पर्न सक्छ किनभनेदेखि चाहिँ यो देश चाहिँ कस्तो हुन्छ नि सत्ता मेरो हातमा छ भन्दै गर्दाखेरि कतिखेर सत्ता पल्टिन्छ यहाँ थाहै हुँदैन त्यसैले चाहिँ यहाँ चाहिँ कस्तो हुन्छ भने यहाँ चाहिँ गाडिसकेको मुर्दा पनि खोतलेर फेरि इन्भेस्टिगेसन सुरु हुन सक्ने ठाउँ हो क्या चाहिँ त्यसकारणले गर्दाखेरि चाहिँ आज पैसा धेरै आयो भनेर चाहिँ हामी अलिकति रङ वेमा जाँदै गर्दाखेरि भोलि चाहिँ एटिओलाई शङ्का लागेर उसले फेरि एकचोटि तपाईँलाई फेरि इन्भेस्टिगेसनमा हालेर उसले सर्च गर्यो भने तपाईँ यदि त्यहाँ दोषी भेट्नुभयो भने चाहिँ तपाईँ अलिकति फ्रडको केसहरू अथवा अलिकति होइन जस नराम्रो नै केसहरू लाग्न सक्छ जसले गर्दा चाहिँ के तपाईँले अहिले गर्दै गरेको कुराहरू तपाईँको भोलि हुन सक्ने जति पनि तपाईँको जीवनमा आउने असल कुराहरू छ त्यो चाहिँ के अलिकति खत्तम हुनसक्छ अथवा त्यहाँ चाहिँ नकारात्मक असर पर्न सक्छ त्यसकारण गर्दा चाहिँ म चाहिँ के इन्करेज गर्छु यहाँहरू सबैलाई भनेदेखि चाहिँ एउटा असल एजेन्टलाई खोजेर होइन एकदम राम्रो एजेन्टलाई खोजेर तपाईहरुले चाहिँ सही ढंगले चाहिँ के हो त आफ्नो ट्याक्स अडिट गर्नु होला जसले चाहिँ के हो त तपाईले देखाउनु पनि खर्चहरु असल तरिकाले देखाउने र तपाईहरुले चाहिँ के हो त पाउनु पर्ने पैसा पनि असल तरिकाले पाउन सकोस् भनेर चाहिँ तपाईले असल तरिकाले गर्नुहोस् जसले गर्दा के हो त तपाईको इमेज चाहिँ के हो त भने चाहिँ यहाँ चाहिँ एउटा असल देखोस् भन्ने चाहिँ मेरो इच्छा हो अनि किनभने चाहिँ अनि फेरि यो समयमा चाहिँ के हुन्छ नि एउटा हुन्छ नि त पैसा धेरै निकालिदिन्छु भन्ने त्यसपछिबाट आएर चाहिँ हाम्रो चिया फ्यानलाई युज गरेर कसैले चाहिँ के हो त आफ्नो पैसालाई हिनामिना गर्न ट्राई गर्ने र मलाई यति पैसा दिन्छु उति पैसा दिन्छु अनि एउटा किसिमको फ्रड बिजनेस गर्नेको पनि के हो त्यो समयमा चाहिँ एकदमै जगजगी हुन्छ प्लस अर्को चाहिँ कसै एउटा फल्स अडिटर बनेर हुन्छ नि त तपाईको सबै हिसाबहरुलाई चाहिँ के हो त भन्दा चाहिँ मिसयुज गर्दै तपाईको आउने पैसा चाहिँ आफै खाइदिने केसरी हुन्छ त्यसकारण चाहिँ एकदमै हुन्छ नि त रजिस्टर एजेन्टलाई रजिस्टर अकाउन्टेन्टलाई खोजेर तपाईले विचार गरेर तपाईले गर्न सक्नुहुन्छ तपाई यसकोमै जानुस् यही गर्नुस् त्यसकोमै गर्नुस् भन्दिन असल कुरा खोजेर गर्नुस् किनभने म यहाँको मैले भने नि हैन म यहाँको चाहिँ 5-6 वर्ष 7 वर्ष भइसक्यो अनि म आएदेखि नै मैले एकै ठाउँमा त गर्ने गर्छु मलाई धेरै भन्छ किन यस्तो गरेको यसो आफै गरे भने यसो गरे भने पैसा धेरै आउँछ नि त यसो गर्दाखेरि भन्छ म चाहिँ के हुन्छ नि मलाई आज पैसा धेरै आएर के गर्नु छैन हैन मेरो मलाई चाहिँ के हो त यहाँ बस्नु छ यहाँ बस्नुको कारणले चाहिँ मेरो चाहिँ इमेजलाई राम्रो बनाउँछ भन्ने कारण चाहिँ के त मैले एउटा असल के अरे रजिस्टर राम्रो नेपाली दाइ नै हुनुहुन्छ मैले उहाँबाट गर्छु अनि म अहिलेसम्म खुसी छु मेरो तिर्नु परे तापनि मेरो फिर्ता आउने भए तापनि मलाई चाहिँ सजिलो छ हैन त्यसकारण चाहिँ यो जुलाईमा चाहिँ तपाईको राम्रो ट्याक्स अडिट भएको होस् तपाईको आउनु पर्ने असल पैसा आएको होस् प्लस तपाईको इमेज चाहिँ सदा हैन यस ठाउँमा चाहिँ के त राम्रो भएर गएको होस् त्यसकारण चाहिँ सचेत रहनुस् असल विचार गर्नुस् असल तरिकाले आफ्नो ट्याक्सलाई अडिट गर्नुस्
ओके बाई बाई थ्याङ्क यू